यो गाडी कसको थियो थाहा छ तपाईँलाई? काहीँ प्रहरीमा भेट्नुहोस्, कोही हुनुहुन्छ तपाईँहरू त यत्रो क्यामेरा हेर्नुहोस् त, उमर्ता पत्रकार, यो देशको चौथो अङ्ग तपाईँ, त्यो गाडी कसको थियो थाहा छ तपाईँलाई? तपाईलाई पनि यो भिडियो कतैदेखि सुने जस्तो लाग्यो। आजभन्दा करिब 3 वर्ष अगाडि रवि लामिछानेले गरेको पत्रकार सम्मेलनको हो। त्यतिबेला उनले कान्तिपुरको नाममा रहेको गाडीले यस्तो घटना घटायो भनेर प्रमाणसहित आएका थिए। तर आज उनीसँग आफ्नै सरकार छ अनि त्यत्रो प्रमाण पनि छ, त्यही पनि किन कारबाही अगाडि बढ्न सकेको छैन? पहिला यो भिडियो हेर्नुहोस्। कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा गरौँ। आज कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुराकानी गरौँ। पावर भनेको कि नेपालको मिडियालाई रिजाएर मात्र पावर गेन गर्ने, नेपालको मिडियालाई रिजाए, नेपालको मिडियाले चाहे मात्र चलाउने। देश चलाउने हो भने चुनाव लड्न आउनुहोस्, चितवन 2 मसँग चुनाव लड्न आउनुहोस्। कैलाश खिरवा आउने हो कि रामेश्वर थापा आउने हो कि अमित ढकाल आउने हो कि शिव गाउँले आउने हो कि को आउने हो, चुनाव लड्न आउनुहोस्। देश तपाईँले चलाउने होइन, तपाईँले आफ्नो मिडिया चलाउने हो। इथिक्स तपाईँहरूलाई पनि लाग्छ, मलाई मात्र इथिक्स लाग्दैन। अदालतलाई प्रभाव पार्न एउटै कुरा 4 चोटि 5 चोटि निरन्तर तपाईँले लेख्नु भएको छ। ओके, नाउ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट। 2072 साल मङ्सिर 26 गते शनिबार बिहान माइतीघर मण्डलामा बा 2 नम्बरको भक्सवागन कम्पनीको सेतो रङको निजी कार दुर्घटना हुँदा त्यसमा सवार 4 जना घाइते भएका थिए। कार सडकमा उत्तानो परेपछि मर्निङ वाकमा निस्केका सर्वसाधारणले प्रहरीलाई कारमा लिएर युवा युवतीलाई उद्धार गरेर नर्विक अस्पताल लिएर गए। यो गाडी कसको थियो थाहा छ तपाईँलाई? काहीँ प्रहरीमा भेट्नुहोस्, कोही हुनुहुन्छ तपाईँहरू त यत्रो क्यामेरा हेर्नुहोस् त, उमर्ता पत्रकार, यो देशको चौथो अङ्ग तपाईँ, त्यो गाडी कसको थियो थाहा छ तपाईँलाई? थाहा थियो धेरैलाई, लुकाइयो, गर्न सक्नु भएन। त्यो डर कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो। चालक कैलाश श्रीवाका जेठा छोरा सम्भव श्रीवाले चलाएका थिए। घटना सामसुम भयो। एउटा राजाको छोरो पारसले, पूर्व राजाले त म हेलमेट लिएर गर्दाखेरि त हुन्थ्यो भने अहिले हामीले नव राजा बनाएको उहाँलाई। यो अपराध गाडीका तस्बिरहरू हामीसँग छन्। यो कसले लुकायो, किन लुकायो, कसले लुकायो, यसको खोजी गर्न कसैले सक्छ? हुन्न, हुन्न। कैलाश श्रीवा सिद्ध्याइदिन्छ तपाईँलाई, सिद्ध्याइदिन्छ कैलाश श्रीवा। चल्नुहुन्न, कसैले विज्ञापन दिइहाल कान्तिपुर, सिद्ध्याइदिन्छ। रवि लामिछाने त्यस्तो कमिडिया या कसैसँग डराउँदैन। नोट इट डाउन। राष्ट्रिय स्वतन्त्र पार्टी कसैको प्रभावमा पर्दैन। नोट इट डाउन। यदि इमानका साथ काम गर्दै हिँड्दा कसैले सिद्ध्याइदिन्छ भने सिद्धिन तयार छ। तर यो तपाईँहरूले लुकाएर राखेको चिजलाई अब म लुकाएर राख्न सक्दिनँ। यो देश मिडियाले चलाउने होइन, मिडियाले मिडिया चलाउने हो, देश नेताहरूले चलाउने हो, चुनाव लडेर आउने हो। हरेक पार्टीका मान्छेहरू डराउँछन् एकजनासँग। म तपाईँलाई स्पष्ट रूपमा देखाउन चाहन्छु। यो कुरा म तपाईँलाई आज बताउन चाहन्छु। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, उहाँहरू किन मलाई गृहमा राख्न चाहनुहुन्न थियो? कन्फ्लिक्ट अफ इन्ट्रेस्टको इतिहास एकवटा कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यसपछि सीसीटीभी त्यहाँ क्यामेराको फुटेज हटाइयो। अस्पतालमा अर्कै व्यक्तिको नाम राखियो। कानुन र प्रक्रिया सबका लागि समान हुनुपर्ने पहुँच र शक्तिको आधारमा सार्वजनिक स्थानमा भएको दुर्घटनालाई प्रहरीले गोप्य राख्यो। गृह मन्त्रालयमा म गएको उहाँलाई मन परेन। उहाँका गाडीको उत्तानो परेका फोटोहरू कहीँ देखियो, डिल मिल्यो, सबैले हटाइयो। कोही बोलेन। अब कान्तिपुरसँग पंगा लिने कसैले गर्न सकेन। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, प्रहरीमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट। अझ सोच्नुपर्ने कुरा त के छ भने, के उतिबेला रवि लामिछानेले देखाएका ती प्रमाणहरू नै गलत थिए? कि उनीसँग कानूनी रूपमा टेक्ने ठोस प्रमाण नै थिएन? यदि ती प्रमाणहरू साँच्चै बलिया र सच्चा थिए भने आज आफ्नै सरकार र गृह प्रशासन हातमा हुँदा पनि उनी किन यसरी पूर्ण रूपमा शान्त बसेका छन्? उतिबेला मिडिया सामु गर्जिने त्यो आक्रोश आज सत्ताको कुर्सीमा पुगेपछि किन यसरी एकाएक हराएर गयो? के ठूला घराना विरुद्ध कारबाही गर्ने हिम्मत सत्तामा पुगेपछि सकिने हो? कि प्रतिपक्षमा हुँदा जनताको सहानुभूति बटुल्न मात्र ती फाइलहरू खोलिएका थिए? आखिर प्रमाण हुँदाहुँदै पनि मौन बस्नुको पछाडि के रहस्य होला?